अथवा उक्त कसुर वारदातमा अन्य चाहिँ संलग्न थिए थिएनन् भन्ने चिज थप अनुसन्धानको विषयले विस्तृत एकछिन बस्नु चिया खाँदै गर्छौँ। बुझ्दाखेरि मिसिङ प्लेस एन्ड टाइम र त्यस पछाडिको चाहिँ करणी र त्यस पछाडि हत्या भएको चाहिँ सोही दिन भएको चाहिँ अनुसन्धानबाट खुल्न आएको छ। लासान्स मुसुल्का लगायतका प्रारम्भिक घटनास्थल मुसुल्का लगायतका कार्यहरूबाट चाहिँ हामीले बलात्कार जबरजस्ती करणी र त्यस पछाडि हत्या गरेको अनुमान लागेको छौँ। थप विस्तृत चाहिँ यसको अटोप्सी रिपोर्टबाट चाहिँ प्राप्त हुन्छ भन्ने हाम्रो विश्वास छ र अटोप्सी पनि भर्खरै सम्पन्न भइसकेको छ। मृत्युको लास चाहिँ 3 दिन पछाडि हामीले अभियुक्त मुख्य अभियुक्तको रूपमा पहिचान गरी नियन्त्रणमा लिएका व्यक्ति भनेको चाहिँ ना 1/7758 नम्बरको म्याजिकको सहचालक, अघि मैले नाम भने जिल्ला 12 जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 2 घर भएका वर्ष 16 का सुमन थापा हुन् र अनुसन्धानको क्रममा चाहिँ उक्त म्याजिक भ्यानका चालक हामीले ऐजन स्थान बस्ने प्रोग्रेस चौधरीलाई पनि अनुसन्धानको लागि नियन्त्रणमा लिएका छौँ। यस घटनालाई हामीले हाल पक्राउ आएका 2 जना प्रतिवादीहरू सुमन थापा र प्रोग्रेस चौधरीलाई सम्मानित 12 जिल्ला अदालतमा जबरजस्ती करणी र कर्तव्यजान मुद्दा शीर्षकमा चाहिँ म्याद थप लिए अनुसन्धान कार्य अगाडि बढाएका छौँ। पक्कै पनि अब 2टा कसुर स्थापित भइसकेपछि हाम्रो मुलुकी फौजदारी कार्यविधि संहिताले चाहिँ यो जन्मकैद हुने अनि कसुरको गम्भीरता बढाउने लगायतका चाहिँ अन्य कानुनी प्रावधानहरू राखिएको छ। त्यसलाई समेत मध्यनजर राखेर हामीले चाहिँ यसलाई गहिरो अनुसन्धान र हदैसम्मको चाहिँ कानुनी कारबाहीको जुन माग दाबी लिएर अनुसन्धान सम्पन्न गर्नेछौँ। धन्यवाद। सर, जिल्ला अदालत 12 बाट कति दिनको म्याद थप भयो? अहिले 4 दिनको भएको छ। हस्, मैं बोलेको कुरा त भनेन मैले अघि संक्षिप्त प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कुरामा आफ्नो उक्त वारदात कसुरमा उनको संलग्नता चाहिँ स्वीकार गरेको अवस्था छ। अब म्याद थपले चाहिँ हामी थप अनुसन्धान गर्दैछौँ। अब यसो छ, उक्त वारदात कसुरमा अन्य अभियुक्तहरू पनि थिए कि थिएनन्, ऊ म्याजिक चालकसँग कसरी कनेक्सनमा आयो, सम्पर्कमा आएको भन्ने चिजको दृष्टिकोणबाट पनि उहाँलाई अनुसन्धान गर्नुपर्ने भएको हुनाले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको। हस्, धन्यवाद। संलग्न कसुरदारका सम्बन्धमा केही प्रारम्भिक जानकारी अनुसन्धानबाट खुलेका विषयवस्तुहरू यहाँहरूले जानकारी गराउँ भनेर यो प्रेस मिट मा यहाँहरूलाई आमन्त्रण गरिएको हो। घटनाको सन्दर्भमा मिति 2083 साल 5 महिना 2 गते चाहिँ हिजो अन्दाजी 17:45 बजेको समयमा यो जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 1 भक्तिनगर स्थित त्यो वीरबहादुर रोकाको खाली घरमा चाहिँ केही शङ्कास्पद वस्तु मरेको जस्तो स्टिङ बन्द आयो। त्यसकारणले यहाँ के छ भनेर प्रहरीलाई खबर जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट चाहिँ डिएसपी साहब चाहिँ तत्काल घटनास्थल सुरक्षाको लागि जानुभएको थियो र त्यस पश्चात चाहिँ प्रारम्भिक घटनास्थलको जाँचका क्रममा चाहिँ त्यहाँ कुनै ह्युमन डेड बडी चाहिँ छ भन्ने चाहिँ जानकारी भएपछि यस जिल्ला प्रहरी कार्यालय 12 बाट म पनि घटनास्थल गएको थिएँ। घटनास्थलको जाँचका क्रममा के जानकारी आयो भन्दाखेरि चाहिँ 2083 साल अस्तिको साउनको 31 गते गत आइतबारदेखि एकजना नाबालिका अन्दाजी 30 वर्षकी जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 1 दस्तुरी बस्ने मनमती चौधरी थारूले आफ्नो छोरी हराएको चाहिँ निवेदन दर्ता गराउनु भएको थियो। निवेदन दर्ता भइसकेपछि प्रहरीले स्थानीय बासिन्दा व्यक्तिहरू सँगसँगै प्रहरी समेत साथ लागेर चाहिँ वरपरको आसपासको इलाकाहरूमा खोजतलास जाँच पडतालहरू चाहिँ गरेको थियो। त्यस पश्चात अनुसन्धानको क्रममा नाबालिकाको चाहिँ खोजतलासको क्रममा आसपासका इलाकाको सीसीटीभीहरू सर्भिलेन्सहरू चाहिँ मोनिटर पनि गरेका थियो। अब यो घटनामा ह्युमन बिइङ छ, स्टिङ एडभान्स डिकम्पोजिसन भन्छ, सडिगली गएको अवस्थामा छ भनेपछि हामीले तत्काल तालुका कार्यालयमा जाहेर गरेर र नेपाल प्रहरी प्रदेश कार्यालय हाम्रो वीरगञ्ज छ, त्यहाँ चाहिँ हाम्रो केनाइनको टोली छ। त्यो केनाइनबाट पनि चाहिँ केही अनुसन्धानमा मद्दत पुग्छ भनेर केनाइनको टोली पनि मगायौँ। घटनास्थल सुरक्षित राख्यौँ। घटनास्थल सुरक्षित राखिसकेपछि बालिकाको हराएको प्लेस कहाँ थियो, उनको सम्भावित मुभमेन्ट कहाँ हुनसक्छ भन्ने हिसाबले ट्र्याकिङ पनि गरेका थियौँ। त्यस पश्चात डगले आफ्नो स्निफिङ कार्य सम्पन्न गर्यो। हामीले कुनै एउटा अनुमानित प्लेसबाट बालिका हराकी हुन सक्छिन् भन्ने प्लेसमेन्ट राखेका थियौँ।
त्यो प्लेसमार्कको ठाउँबाट सम्बन्धित घटनास्थल हेर्दाखेरि मोटामोटी हामीले चाहिँ यो एरियाबाट अर्को एरियासम्म यो घटनास्थलसम्म चाहिँ उनको मुभमेन्ट भएको अनुमान लाउन सफल भएका थियौँ। अब उक्त घटनाको लास जाँच मुचुल्का लगायतको अन्य अनुसन्धान कार्यहरू हामीले सम्पन्न गऱ्यौँ र सम्पन्न गर्दाखेरि यसमा उक्त वारदात कसुरमा को कसको संलग्नता हुन सक्छ भनेर चाहिँ हामीले गहिरो अनुसन्धान गर्नु पर्यो थियो। हामीसँग टाइम फ्रेम सीमित थियो। यस सीमित टाइम फ्रेमका बावजुद पनि सम्भावित हराएको स्थानबाट घटनास्थलसम्ममा र हराएको स्थानमा भनिएका मान्छेहरूको कसको मुभमेन्ट छ, कसको प्रेजेन्स छ, उपस्थिति छ, कसले गर्न सक्छ भनेर हामीले चाहिँ सम्पूर्ण हाम्रो वर्कफोर्सहरूले चाहिँ आफ्नो अनुसन्धान एकत्रित गऱ्यौँ र केही शङ्कित व्यक्तिहरू हामीले नियन्त्रणमा लियौँ। शङ्कित व्यक्ति नियन्त्रण लिने क्रममा चाहिँ यो जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर 2 घर भएका वर्ष 16 का सुमन थापा भन्ने मान्छेलाई चाहिँ हामीले नियन्त्रणमा दिइसकेपछि प्रारम्भिक सोधपुछ जाँच पडतालको क्रममा निजले चाहिँ आफ्नो उक्त वारदातको सुरुमा आफ्नो संलग्नता स्वीकार गरेको अवस्था भएको हुनाले निजलाई आजै सम्मानित 12 जिल्ला अदालतमा पेश भई म्याद लिई चाहिँ अनुसन्धान कार्य जारी भएको बेहोरा यहाँहरूलाई जानकारी गराउँदछु।